टक्का 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 हेलो सुमन दाई हेलो मेरो यो पेमले फरेछ सर मलाई त चोर्नु हुन्छ के भयो 5 वर्ष पानी खाइयो के भयो स्टेन अहिलेसम्म आउँछ नि यार आयो भनेर देखाउँछ कुनमा आयो होला नि फेरि यता हेरिसकेको थिएँ आउँदैन अहिले फेरि अहिले भने आएर हेर्नु कता जाने हामी यता आएर यस्तो कताबाट उता जाउँ हाम्रो कम्पनीतिर के जानु कम्पनीतिर चाहिँ त्यहाँ कत्रो पोखरी छ त्यो पोखरी देखेको बस्ने ठाउँ छ यता 1.5 घन्टा लाग्छ त लाग्ने यता छ माथि छ हो पुगेर के अरे मैले हेरेको क्या काका यस्तो बेला काम गर्नु पायो भने त्यस्तै भन्नु भन्नु न बोल्नु न छिटो बोल्नु न यस्तो यति मात्रै घुमेर छ नि त यो त उता जानु हेलो नमस्कार सम्पूर्णमा हामी चाहिँ आज बाहिर निस्किने प्लान गरेर अलिकति जाडो पनि हट्यो आज 10-11 डिग्री छ त्यही भएर अब हामी निस्क्यौँ यता सुमन दाई पुरै एक्साइटेड भएर हिँड्दै हुनुहुन्छ टुक्रुक 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 के चाहिँ सस्तो भनेर त्यहाँ मगायो खुपाङमा पनि 4,000 महँगो त त्यो भन्दा के दाइ मैले तेमा पहिल्यै चलाइसकेँ त्यही भएर नचलाउनै भनेको गुणस्तर हिँड्नुहुन्छ अलिक सामान सस्तो त सस्तै हुन्छ खासै राम्रो होइन कि त्यो किधर चलेगा हम आओ कान्छो इल्ला बाबा यो कुकुरलाई पनि इल्ला बाबा भन्नुपर्छ यार आइज भन्यो भने बुझ्दैन क्या इल्ला बाबा इल्ला बाबा के भन्छ कुती भन्दा हुँदैन तर चाहिँ कुकुर भोगिरहेछ त्यहीमा टोक्ने कुकुरै रहेछ कता जाने हामी सबै खोला छ त यार यो चाहिँ के अरे आन्साङको अलिकति भित्र टाइप फसायो होइन अलिक कृषिहरू बढी छ यहाँ फर्महरू हामी चाहिँ आइनेलाई यति बेला आन्साङसीको गाउँतिर हामी गाउँतिरको भ्रमणमा निस्किसकेका छौँ यस गाउँको बाटो हेर्नु त्यो गाउँको यो सिँचाइ प्रविधि कुलो हेर्नु यसको खोला हेर्नु यहाँ खोलादेखि 60 मिटर पर यसमा कति किलोमिटर बाटो छ फेरि सुमान्दै कुद्दियो क्या जानु पुरो टोक्नै खोज्छ के हो यो कुकुरहरूले ट्र्याक्टर लाने ठाउँ पनि छ कस्तो राम्रो बनाएको छ हेर अरू पनि देखाउने के देखाउनु ल्याउने यहाँ पानी ल्याउने र पानीको सिँचाइको प्रविधि ठुलो
तपाईँहरूले देख्न सक्नुहुन्छ भने अब यहाँहरू खोलामा पानी छ अहिले त्यो पानी सानो सानो आइरहेको छ यहाँ चाहिँ के कम्पनी म के बनाउनु लागेको छ यो यस्तो पोहोर बनाउनु लागेको छ यो प्यालेन्समा के बनाउनु लागेको छ तेह्र उठाएको छ माटो बराबर कहाँ कहाँ गर्छ नि यहीँ रोपेको क्यामेरालाई यहाँ काँक्रा प्याकिङ गरेर लाँदै यही भित्र होला होइन काँक्राको बिउ चाहिँ हो क्या काँक्राको बिउ अनि यहाँको त्यो छाउ बेच्न यही भन नि यही भन्नु किन त्यहाँ 0.5 मा लाउनु भनेर चाहिँ अघि यहाँनिर अनि कहाँ सिनेमेटिक भनेको सिनेमेटिक हैन मलाई मार छ कि क्या हो यार ल गर्नु नि एक्सरसाइज म भिडियो कुन दिन तपाईँले मलाई कुर्छ उ यता आउनु यता यहाँ अब यहाँ आउनु न अब यो चाहिँ यो तर्कै हो यो यस्तो त्यो कम्बर घुमाउने सुई सुई अब यो कम्बर घुमाउनु पर्यो कच्याक्रा कुचिक बनाउनु पर्छ कम्मरलाई अनि एकदम भोलि काम गर्नलाई यहाँ आउनु यता 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 अरू देखाउनु न सबै यो चाहिँ के हो यो चाहिँ के हो कसरी खेल्ने लु भन्नु एकछिन यो चाहिँ के हो बल्ल याद आयो अरे उल्टो लाएर बल्ल घुमाएर याद आयो अरे सुमन दाइले हँसाउनु भयो यता यता अब दाइ यता त्यो सकियो ल यता अब आएछ यो चाहिँ के हो लु त कसरी हो छिटो छिटो गर्नु न एकदम फास्ट साइकल जस्तो हो क्या दाइ हो साइक्लिङ गर्ने हो के त्यही त भनेको त फास्ट जानु फास्ट अब यसको ल यो त जसरी पनि सकिहाल्छ एकातिर हो क्या दाइ त्यतिर होइन एकातिर गर्नु त एकातिर होइन क्या यसको यहाँ आउने यहाँ अब त्यो सक्यो ल त्यो पनि जान्नु होला यो त अझै छ एउटा स्टेप हेर्दै आउँदैछ बुढा कस्तो खालको रहेछ भन्दै जानी नजानी चढ्यो यार ओ होइन त्यसरी अहिले चेप्टेर मर्ला अहिले चेप्टिन्छ क्या दाइ झऱ्यो भने चेप्टियो लाने अनि हेर्छु यो चाहिँ कस्तो रहेछ भने
त्यस्तो होइन नि त यहाँ मेरो भिडियो बनाइदिनु बुढीको ल यो त यताबाट हो क्या दाइ ल बनाउनु हेरौँ न ल पुरा भिडियो यो कताबाट हो थाहा छ तपाईँलाई ल हेरौँ न त यस्तो हो क्या ए अनि के खोइ के त्यस्तो चुक्का खोइ त अब त्यहाँ के गर्ने चढ्ने हो खोइ त्यहाँ तल राख्ने हो क्या हो त्यो ढाल हो भयो नि अनि बाँदर बाठा भयो भने के हुन्छ भने यस्तो हुन्छ जस्तो लाग्यो मलाई हुँदैन हँ उहाँ खुट्टा तन्किन्छ नि त तल भुइँमा हौ त्यसरी अनि कहाँ चेपिन्छ त अनि होइन चेपियो भने त अनि सकिएन चेपिन्न के कस्तो रहेछ यो गर्छु ल अब खुब मलाई त गरे त ल छिटो हान त लु छिटो हान त लु हान्दो रहेछ छिटो मलाई चाहिँ सहिलो रहेछ खुब मलाई चाहिँ खुब हेप्ने यार ऊ त छिटो ल तपाईँ आफू पनि छिटो अनि मलाई चाहिँ छिटो अरे अनि मलाई चाहिँ छिटो भन्ने रोक्नु ल यो पनि सकिहाल्छु म त्यो त यस्तो होइन यो अब कस्तो हो थाहा हुन्छ यो चाहिँ यस्तो हो क्या मैले भनेको दाइलाई यस्तो यस्तो हो क्या हो खोइ गरेको त्यस्तो होइन क्या त्यो यस्तो हो क्या त्यो यस्तो पालो होइन हो यस्तो होइन क्या त्यस्तो त एक्सर्साइज हुन्छ त्यसले एक्सर्साइज के भयो त त्यसले केही भयो तिमीलाई वान साइड हो क्या यस्तो ए भएन त्यस्तो होइन त्यस्तो होइन हो त्यसरी हेर त मेरो दाहिने मात्र हल्लिँदो रहेछ खुट्टा त देब्रो चाहिँ के भएर हल्लिएन यार हल्लियो ल जा र आइया यता देखाउनु अब यहाँ छ यहाँ के हो यो चाहिँ यस्तो त्यो हातको के हो यस्तो कुमको हो क्या हँ कुमको ताना एकपट्टि हो त्यसरी त्यसले यो बढाउँछ क्या यहाँ थाहा पायो कहाँ असर पर्छ भनेर मजा पो आएको यो ठिक रहेछ यहाँ त्यो हातको यो कस्तो हो यस्तो होला यस्तो हो कि यस्तो हो एकै खालको पार्ने हो क्या फर्काए पनि एकै खालको पार्ने उल्टाए पनि एकै खालको पार्ने हो यस्तो हो सुई ल यसलाई पनि भयो यहाँ पनि छ लु यो चाहिँ कस्तो थाहा पाउ त यो चाहिँ कस्तो हो भनेर यो त घुमेर बसेर चढ्ने यस्तो लु त लु त यो चाहिँ भोकेर केटाकेटी खेल्ने रहेछ लु यो गरेको छैन यसलाई चाहिँ यस्तो होइन यस्तो गर्ने यसो गर्दै हुनुहुन्थ्यो अघि ओ जस्तो मैले हेरेँ त्यसै गर्छ यार ढाडे मर्के त हो मेरो त ढाडको एक्सर्साइज हो नि त्यो हँ ढाडको एक्सर्साइज हो मजा त हुने रहेछ यार एक्सर्साइज गर्नु त यहाँ आउनु पर्ने रहेछ दाइ ढाडको सबै पाठको रहेछ क्या यहाँ यो कम्मरको यो त कम्मरको भइहाल्यो यो चाहिँ यस्तो गर्ने रेमन यो चाहिँ एक साइड वान साइड चाकाचु खेल्नुमा चाकाचुली त केटाकेटीले लागि हाम्रो लागि त्यस्तो देखेर त्यस्तो लाग्यो तपाईँलाई हुन्छ खेल्नु दाइ छ्या हुँदैन क्या कस्तो रहेछ
हाम्रो लागि खेल्न अल्गो हुन्छ अल्गो अझै खुट्टा माथि यसलाई भन्छ घामले खेल्ने चाक्का छिल्ने ल भयो त्यहाँ राख